वेल कस्तो इम्पोर्टेन्ट विन थियो आज होइन। सो नेपालले फाइनली जिम्बाब्वे टेस्ट नेसनलाई बिट गरेको छ र वर्ल्ड कपको यात्रा अझै जीवितै राखेको छ होइन। सो दुईवटा गेम लगालग हारपछि आज पहिलो जित निकाल्न सकेको नेपाली वुमेन्स टिमले। सो धेरै धेरै बधाई छ होइन। वर्ल्ड कपको यात्रा अझै पनि जीवित छ, सुपर 6मा पुग्न सक्ने चान्स अझै पनि छ होइन। सो अब आउने गेम स्कटल्यान्डसँग छ, त्यो एकदमै इम्पोर्टेन्ट छ। र आजको गेमको कुरा गर्ने हो भने पूजा महतो एकदम ह्यान्ड्स डाउन एकदम ब्रिलियन्ट पर्फर्मेन्स गरिन् होइन। मोस्ट निडेड पर्फर्मेन्स चाहिएको थियो र एकदम इम्पोर्टेन्ट समयमा चाहिँ उनले आफ्नो बेस्ट पर्फर्म गरिन् होइन। सो 50 रन एकदम ब्युटिफुल इनिङ होइन। सो दुईवटा गेममा चल्न सकेको थिएनन् र यो एकदम इम्पोर्टेन्ट गेममा चलिन्। सो एकदमै 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 ह्यान्ड्स डाउन टु हर होइन। सो ओभरअल आजको पर्फर्मेन्स राम्रै थियो। सो अब मोस्ट इम्पोर्टेन्ट गेम भनेको स्कटल्यान्डसँग छ होइन। सो स्कटल्यान्डलाई हामीले एनी हाउ बिट गर्नै पर्छ र थाइल्यान्डले कस्तो खेल्छ त्यसमा नि एकदम फरक पर्छ होइन। सो एकदम इम्पोर्टेन्ट गेमहरू हुनेवाला छ मनडे होइन। सो तपाईँहरूलाई आज गेम कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। हस् त, धन्यवाद, राधे राधे।